धनुषा धामको यो पिपलको बोट यहाँबाट भित्र चाहिँ मन्दिर। यहाँ चाहिँ मन्दिरमा पूजा गर्न आउनुभएको भक्तजन। धनुषा धामको जल लिन गए भित्र छिर्न लाग्यो। अघि पूजा चाहिँ गरिसक्यौँ। चला हो यो चाहिँ धनुषा धामको धनुष टुक्रा भएर चाहिँ यस्तो उत्पत्ति भएको रहेछ। यो चाहिँ धनुष टुक्रा। भाभी जल्दी आ जाओ, वो तो खिलवाड़ भाई साहब। नीचा नहीं खरकुने देख तो धनुष पर लात पड़े है क्या? कछु ऊपरे से लिया था हम नहीं बुझे छिए। यो भाग चाहिँ धनुष वाला भाग रहेछ। यसमा चाहिँ कोही भाइ है यही सब धनुष नौकेसँग भन्नुभएको छ। त्यो नालामा पानी आउँछ, खाएको जल छिट्नु। यहाँ यो वाला चाहिँ हामीले अहिले झुक्केर यहाँको जल लगेको पनि शुद्ध हुँदो रहेछ। बढेको ठाउँबाट चाहिँ जल निस्किएको रहेछ। आज चाहिँ लास्टै भ्यू रहेछ। त्यो आन्टी चाहिँ जल ल्याइदिन लानुभएछ। आज पूर्णिमा भएर हिँड रहेछ। दिदीले चाहिँ हामीलाई जल लिएर दिनुभयो, धन्यवाद भन्न चाहन्छु। हामीले चाहिँ उहाँलाई पैसा दिने कुरा भएन। उहाँले चाहिँ धनुषा धामबाट चाहिँ हामी बाहिर निस्केको। जय श्री रामचंद्र भगवान की। जय श्री रामचंद्र भगवान की।